नमस्ते, म सन्तोष अधिकारी हाल बुल्गेरियाबाट। हिजो आज मेरो टिकटक इनबक्स अनि फेसबुक मेसेन्जरतिर चाहिँ धेरैजनाले क्वेसन गरिराख्नु भएको छ। क्वेसन चाहिँ सबैजनाको एकै खाले छ। तपाईँ कसरी बुल्गेरिया पुग्नुभयो, कति खर्च लाग्यो, कुन मेन पावरबाट भन्ने यस्तै यस्तै क्वेसन गरिराख्नु भएको छ। कतिपय मान्छेहरूलाई मैले रिप्लाई पनि दिइसकेको छु भने कतिपय मान्छेलाई रिप्लाई दिन भ्याइरहेको छैन। मेरो कार्यव्यस्तताले गर्दाखेरि मैले रिप्लाई दिन नभ्याएको हो। अन्यथा नलिनुहोला भनेर चाहिँ विनम्र अनुरोध गर्दछु र जसलाई मैले रिप्लाई गर्न भ्याएको छैन उहाँहरूको लागि भनेर यो भिडियो आज लिएर आएको छु। मेरो स्टोरी चाहिँ अरूको भन्दा अलिक बेग्लै फरक छ। विगत 17-18 महिना अगाडि म कामको सिलसिलामा चाहिँ कुवेत गएको थिएँ र कुवेत गएको 1 वर्षपछि मलाई चाहिँ युरोप जाने भूत सल्किन थाल्यो। त्यसपछि म कुवेतमा रहेको हरेक कन्सल्टेन्सीतिर धाउन थालेँ, बुझ्न थालेँ र धाउने क्रममा चाहिँ धेरै सबै मेन पावरबाट चाहिँ म अलि सेटिस्फाई भएन हैन। उहाँहरूले चाहिँ मेरो मन जित्न सक्नु भएन, मेरो विश्वास जित्न सक्नु भएन। मैले पनि उहाँहरूलाई चाहिँ विश्वास गर्न सकिनँ। यस्तै क्रममा चाहिँ म निराश उदास भएर चाहिँ रुम फर्केँ। त्यसपछि मेरो एउटा साथी बुल्गेरियामा थियो। उहाँले चाहिँ यही पर्मिट इस्युको काम गर्नु हुँदो रहेछ भन्ने कुरा चाहिँ मैले थाहा पाएँ। त्यसपछि मैले चाहिँ उहाँलाई कन्ट्याक्ट गरेँ। कन्ट्याक्ट गरिसकेपछि उहाँहरूले चाहिँ हुन्छ हजुरको काम म गरिदिन्छु, धैर्य गर्नुहोस् भनेर चाहिँ उहाँले एडभाइस दिनुभयो। त्यसपछि कन्टिन्यू म उहाँसँग टचमा रहेँ, फलोअपमा रहेँ। उहाँले जे भन्नुहुन्छ त्यही गर्दै गएँ। फाइनल्ली मेरो भिजा पनि आयो। भिजा आएपछि म चाहिँ नेपाल गएँ। नेपालमा चाहिँ आफ्नो फ्यामिलीसँग 2-3 महिना चाहिँ टाइम स्पेन्ड गरेँ। त्यसपछि म फेरि बुल्गेरिया चाहिँ आएको करिब 2 हप्ता भयो। हजुरहरूलाई पनि इन्ट्रेस्ट छ, युरोप जाने सोचमा हुनुहुन्छ भने मेरो इनबक्समा चाहिँ मेसेज गर्नुहोला। म हजुरहरूलाई सक्दो सहयोग, मेरो तर्फबाट हुने सक्दो सहयोग म हजुरहरूलाई गर्नेछु। हस्त धन्यवाद। हजुरहरूको दिन शुभ रहोस्। नमस्ते।